न पुलिसलाई झडप गर्यो भने आएका छौँ। हामीले एजेन्डा के उठाएको भने छैन। हामी त अगाडि बढ्ने हामीले कहाँसम्म रोकिएको छ भन्दा शान्तिनगर गेट भन्दा यतासम्म हाम्रो त्यहाँसम्मको निषेधाज्ञा क्षेत्र हो। तर हामीले त्यहाँसम्म जान दिँदैन भने होइन। हिजो गणतन्त्र राजतन्त्र ढालेर गणतन्त्र ल्याउने को हामी नागरिक होइन। हिजो तपाईको पञ्चायत के भन्छ पञ्चायत राणाकाल ढालेर पञ्चायत ल्याउने को हामी जनता होइन। पञ्चायत ढालेर राजतन्त्र ल्याउने को हामी जनता होइन। राजतन्त्र सुन्नु न किन भन्दा यिनीहरूलाई 16 वर्ष 18 वर्षसम्म हामीले बुझ्यौँ हैन। बुझ्यौँ एकछिन सुन्नु न सुन्नु म भन्छु एकैछिन मलाई भन्नु न विकास कहाँ छ भन्दा म भन्छु विकास यहाँ छ जसका पावरवाला छन् त्यहाँ विकास छ। सुन्नु है म प्रश्न भन्छु म असमबाट आएको एक युवा हुँ। म 7 वर्षदेखि यिनीहरूका निकायमा म हिँडिरहेको छु। अहिले त गाउँ गाउँमा शिक्षा स्वास्थ्य रोजगारदेखि लिएर सडकहरू गएको छ भन्छन् त अहिलेको नेताहरू। त्यो नेताहरूले मात्रै यसको आन्सर म दिन्छु। यसको आन्सर विश्वमा रहेका 252 वटा कन्ट्रीले चन्द्रमामा गएर एलियन खोज्दैछन्। नेपालले रोड गाउँमा रोड गयो शिक्षा गयो। कहाँ शिक्षा छ? मेरो गाउँमा जानुहुन्छ तपाईहरू भने अछाममा जानुहुन्छ भने गाउँ खाली छ गएर हेर्दा हुन्छ। केपी शर्मा प्रचण्डलाई पठाउँदा हुन्छ त्यहाँ मलाई जाने मान्छे छैन त्यहाँ। ती युवा यी दलाल भ्रष्टाचार नेताहरूलाई बेचेर खाली पठाए। हाम्रो एकछिन त्यो अभद्र शब्द नभनौँ। हाम्रो त्यो होइन हामी सक्षम नागरिक हौँ। किन रोडमा आइरहेका छौँ भन्दा हाम्रो खुन पसिनाबाट कमाएको पैसा यिनीहरूलाई चुसेर यिनीहरू हिजोको दिनमा खान नपाएका चप्पल लाउन नपाएका जङ्गल हिँडेका आज सुनको खाटमा हिँडिरहेका छन्। यिनीहरूका बाबुआमा यिनीहरूका छोराछोरी यिनीहरूका आफन्त यो देशमा अगाडि लम्किरहेका छन्। देशलाई केही पनि भएको छैन। देशले विकास केही पनि पाएको छैन। अबको एजेन्डा म भन्छु राष्ट्र संस्था आएपछि के हुन्छ म भन्छु राष्ट्र संस्था आएपछि के हुन्छ। हामीले राजतन्त्र खोजेको होइन राष्ट्र संस्था खोजेको। एकजना राजालाई राजगद्दीमा राख्दैमा केही पनि हुँदैन। यी 265 275 जनालाई हटाएर एकजनालाई राजगद्दीमा राखेर कार्यकारी प्रधानमन्त्री अबको जनताले खोजेको प्रत्यक्ष निर्वाचन गर्नु पर्यो। सुन्नु यो कुरा चाहिँ अहिलेका नेताहरूले सम्भव त्यो दिन सक्छ कसरी सम्भव? जनताले चाह्यो भने के सम्भव हुँदैन होला क्या? जनताले चाह्यो भने के सम्भव हुँदैन? यहाँ सुन्नु यतिको रगत प्रचण्डले के को लागि रगत बगाएको के को लागि 70,000 जना युवाहरू मारेको थाहा छ तपाईलाई? किनकि यो व्यवस्था परिवर्तन गरेर आम नेपाली नागरिकलाई परिवर्तन गर्छु र स्विजरल्यान्ड सिङ्गापुर बनाउँछु प्रचण्डको मुखबाट सुनेको होइन। खै प्रचण्ड 3 पटक प्रधानमन्त्री भयो। कहाँ छन् प्रचण्ड अहिले? भन्नु न 17,000 मारेर के यही व्यवस्था राख्नको लागि के त्यही पुरानै राजतन्त्रको जस्तो त्यही राणावादीको जस्तो त्यही पञ्चायत कास्ट गर्नको लागि केपीओलाई 4 पटक प्रधानमन्त्री बनाएको अछामको गलदुराको शेरबहादुर देउवालाई 5 पटक अझै पनि बिचरा रेल चुहाउँदै छ 6 पटक प्रधानमन्त्रीको लागि। त्यसलाई हामी कसरी हामीले विश्वास गर्यो कसरी स्वीकार्ने? तपाईलाई थाहा छ म 16 महिनादेखि मेन पावर ठगको विरुद्धमा उत्रिरहेको छु। म आफै पीडित मैले तपाईहरुलाई पहिला पनि भनेको छु 20 गते अझ हाम्रो घोषणा छ माइतीघर मण्डलमा त्यहाँ पनि हजारौं युवाहरू आउँदैछन्। खै एउटा टिकटकरलाई एउटा र्यापरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली मजाले गफ सुन्दै बसिरहेछन्। हाम्रो पीडितको युवा कहिले सुनेको छ? यो आवाज बोलिदिनु पर्यो क्या? हामीले चाहेको यो हो तर गणतन्त्र चाहिदैन यस्तो व्यवस्था हुन्छ हामीले खोजेको भनेको यो। तर यहाँनिर के भइरहेको छ भने जसको पावर छ जसको पैसा छ जसले चाहिँ नेताहरूलाई सुरक्षित गरिरहेछन् तपाईलाई म एउटा चुनौती दिन चाहन्छु। यो आवाज देशभरले सुन्नु पाउनुपर्छ र सुन्नु पनि पर्छ। विश्वले सुन्नुपर्छ। यहाँ हेर्नु 16 महिनादेखि राप्रपा रासपा नेकपा एमाले नेकपा माओवादी नेपाली कांग्रेस कुन चाहिँ नेतालाई प्रकाश राजले भेटेको छैन? यसको जवाब मलाई दिनु पर्यो। आजसम्म किन चाहिँ मेनपा ठगको विरुद्धमा किन बोल्दैन थाहा छ तपाईलाई? राजा आएपछि राजा एउटा देशलाई बेच्दैन। राजा आएपछि थाहा हुन्छ
राजा राजतन्त्र भने होइन, हामीले राज संस्था भने हो। एकजना राजा आउँदैमा यी 265 जनाले खाने पैसा 665 होइन होइन, त्योभन्दा पनि 8000 भन्दा बढी छन् गाउँ स्थानीय तहदेखि लिएर तपाईँको प्रदेशदेखि लिएर। यो प्रदेश खारिज गर्नुपर्छ, यो प्रदेशको आवश्यकै छैन, प्रदेशको आवश्यकै छैन। प्रदेश हामी खारिज गर्छौँ। अबको 84 मा हेर्दै जान्न, मेरो गाउँमा 500 देखि 1000वटा भोट प्रकाश रावले कब्जा गर्छ। कसरी काङ्ग्रेस एमाले छिर्दछ, माओवादी छिर्दछ अब हेर्छौँ नि त हामी। कि हेर्नु टाउको फुटाएको यिनीहरू काङ्ग्रेस एमालेको लागि हेर्नु, यहाँ फुटाएको होइन। केही पाएँ मैले, यही पाएँ। यो के को लागि, यो के को लागि? यिनीहरूले होइन, यो के को लागि? यही पाएन मैले, चोट पाएन। यस्ता लुगा यस्ता ज्यान दिन तयार छ हामी। लुगा च्यातिँदैमा केही पनि हुँदैन। देशको झन्डा मैले भने नि भनेपछि अब यो देशमा राजा आवश्यक छ। सुन्नु किन आवश्यक छ? तर वास्तवमा म यो पनि भन्छु, गणतन्त्र भन्दा राजतन्त्र राम्रो थिएन, त्यही भएर गणतन्त्र ल्यायौँ। तर यो गणतन्त्र ठिक छैन भने त राज संस्था त ल्याउनु पर्यो त हो। व्यवस्था ठिक त राजतन्त्र कि अब त्यो त ठाउँ अनुसारको फरक हो। तर व्यवस्था नै खराब होइन होला नि त, पात्र हो। यी पात्रलाई हटाउन हामीले भनेको पनि त्यही छु। यी पात्रलाई हटाएर कार्यकारी प्रधानमन्त्री हामीले चुन्नुपर्छ, राष्ट्रपतिको ठाउँमा राजा राख्नुपर्छ। यिनीहरू सुध्रिएनन् भने यिनीहरूका घर, यिनीहरूका निवास, यिनीहरूका मन्त्रालय, यिनीहरूका हरेक ठाउँ हामी कब्जा गर्न हामी तयार छौँ। यति चाहिँ दुःख युवाले चाह्यो भने के हुँदैन। बङ्गलादेशलाई हेर्नु, हामी देशप्रेमी हो। बङ्गलादेशलाई हेर्नु, तपाईँहरू श्रीलङ्कालाई हेर्नु। अब तेस्रो पालो भनेको विश्वको तेस्रो युद्ध यो नेपालबाट घोषणा हुन्छ। यो पनि चुनौती छ युवाहरूको। राजावादीहरूको संख्या पनि राजावादी होइन क्या, तपाईँको लागि तपाईँ सुन्नु, तपाईँ जस्तो बुझ्ने पत्रकारहरूले राजालाई भड्काउँदै हुनुहुन्छ, उता एमाले काङ्ग्रेस माओवादीलाई भड्काउँदै हुनुहुन्छ, यता जनतालाई भड्काउँदै। तपाईँलाई प्रश्न गर्दा पनि सही तरिकाले प्रश्न गर्नु पर्यो। हामी राजावादी होइन, अहिले गएर हिँड्नुपर्छ भने पनि मेरो चाहिँ काङ्ग्रेसको उदाहरण थियो। हामी देशको लागि लडेका युवा हो। देश बन्छ भने राजा हो, देश बचाउ भनिरहेको छ। तपाईँ राजावादी भन्ने बित्तिकै तपाईँ होइन यसको म के भन्छु, हामीलाई तन्त्रवादी चाहिएन, संस्था चाहियो। राजाले तपाईँले कहिले 26वटा कल कारखाना थिए, थाहा छ नि तपाईँलाई होइन? कसले बेच्यो? राजाले हो। राजाले बेच्यो 26वटा कल कारखाना। कसले बेच्यो? यही माओवादी। तपाईँले सुन्नु सक्नुहुन्छ, अहिले पनि मसँग सुरक्षित छन् क्लिपहरू। विश्वप्रकाश शर्माले, गमन थापाले के भन्थे थाहा छ? जुत्ता चप्पल कारखाना बेच्यौँ, जुत्ता कारखाना बेच्यौँ, चुरोट उद्योग बेच्यौँ, के बिगार्यौँ? युवाहरूलाई हरियो पासपोर्ट दियो, विदेश बस्यो। ओ माई गड, यस्तो युवा पछिल्लो किन छ? यस्तो सरकारलाई हामी ठुक्छौँ पनि, किन सरकारले यसरी किन आक्रोशित भएका छन्? ए बाबा, ती विश्वप्रकाश गगन थापा युवा भन्ने नेताहरू जो कि हाम्रो खुन पसिना चुसेर रेमिटेन्स भित्राएर नेपाली जनतालाई पागल बनाउँदैछन्। आफ्नो पेट भर्ने काम गरिरहेछन्। यसले देशको लागि केही पनि गरिरहेको छैन। सबैले यो बुझ्न जरुरी छ। म के भन्न चाहन्छु भने आम नागरिकले हामी कुनै वादी होइन, हामी स्वतन्त्र युवा हौ, स्वतन्त्र नेपाली नागरिक हौ, हामी राष्ट्रवादी हौ। यो सडकमा के ल्याउन आउनुभयो त्यसमा? यो परिवर्तन आयो भने चाहिँ के हुन्छ? देश विकास हुन्छ। तपाईलाई म भन्छु के हुन्छ, म भन्छु हिजो राजतन्त्र फालेर आज तपाईले यसरी क्यामेरा तर्स्याउनु पाएको छ, यो परिवर्तन होइन? होइन। अब परिवर्तन के हुन्छ भने हरेक नागरिकले बाँच्न पाउने अधिकार छ। हरेक नागरिकको घर घरमा विद्युत हुन्छ, फ्री शिक्षा हुन्छ, फ्री स्वास्थ्य हुन्छ, हैन? फ्री तपाईले भनेर त हुँदैन होला नि। कसले भनेर हुन्छ त? युवाको म नागरिक हो। भोलिको प्रधानमन्त्री म जस्तै युवा हुन्। कसले भनेर हुन्छ? हिजोका दिनमा ढुङ्गा हानेका प्रधानमन्त्री हुनको लागि यो सडकमा हुनुहुन्छ अहिले? यसो सुन्नु, प्रधानमन्त्री हुन्छ मात्रै होइन, चाह्यो भने यी रेल चुहाएर यी दुई पटक किडनी फेरेर त्यो पनि महिलाहरूका किडनी फेरेर प्रधानमन्त्री हुन सक्ने, बिना भिजन भएका, बिना
इन्टेन्सन भएका मान्छेहरू भने हामी त शिक्षित छु हो यिनीहरूले पढ्न हामीसँग सिक्न आउनुपर्छ यिनीहरूले हामी जस्ता युवाहरूबाट केही शिक्षा लिनुपर्छ तपाईँहरूको भिजन चाहिँ के हो हामीहरूको भिजन प्रष्ट भनिदिन्छु यिनीहरूले भनेका फ्री शिक्षा फ्री स्वास्थ्य फ्री तपाईको विद्युत हरेक कुराहरू नेपालमा फ्री हुनुपर्छ नेपाल विश्वको दोस्रो जलस्रोत धनी देश हो सुन्नु नेपालले चाह्यो भने विश्वका 16वटा राष्ट्रमा